साथीहरु दर्शन नमस्ते यार भलो युट्युब च्यानलमा हजुरलाई हार्दिक स्वागत छ है। अनि सारो घाम लागेको अवस्था के यार, गाह्रो छ जिन्दगी जिउन यार। हावा चलेर बिजोक, घाम लागेर बिजोक, काम गर्दा गर्दा बिजोक, जिन्दगी बिजोक, बिजोकै बिजोक, पुरै बिजोक। ल हेर्नु साथीहरु, कटङ टङ 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 लाएर हैन, बिहानदेखि गरेको काम गर्दा 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 हैरान। नाप जाँच काटकुट सब गरियो। हाम्रो के रे, हाम्रो नेपालतिर चाहिँ अब यसलाई च्याम्बर पनि भन्छ हैन। यता चाहिँ के भन्छ त्यसका बाजे, त्यो म्यानुअल भन्छ। बनाउँदा बनाउँदा हैरान। हेर्नु लास्टमा हैन, बनाउँदा 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 चाहिँ नापकाट गरेर बनाउँदा बनाउँदा चाहिँ यहाँ चाहिँ के भयो त भन्दाखेरि, यो हाम्रोतिर यो के भन्छ अरे यसलाई, बलक जोइन गर्दा 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 चाहिँ नेमा नपुगेर बिजोकको अवस्था भइसकेको छ। यहाँ के गर्नु भइसक्यो है। जे जसो गरेर पनि पुरा त गर्नै पर्यो हैन त। अब पुरा गर्न चाहिँ लागि परिरहेको अवस्था छ हैन। अब साथीहरु चाहिँ कोही कता जानु भएको छ हैन, के रे घुमघाम गर्न। अब पुरा सेफ्टीको साथमा अब चारैतिर हैन पुरा बारिकेसनहरु लागेको छ चट्ट लागेर। बीचमा चाहिँ हामी चाहिँ यो काम गर्दैछौं। यो चाहिँ के भन्छ अरे, यो आगो लाग्यो भने चाहिँ बुझाउनको लागि पानीको पाइप हो, फायर वाटर लाइन भन्छ हैन। त्यसलाई चाहिँ अब यो के भन्छ, यसलाई चाहिँ छैन, यसले चाहिँ गेट बल भन्छ कि के भन्छ त, यहाँ वल्फ भन्छ। त्यसलाई चाहिँ नेमा यसको सेफ्टीको लागि बनाइराखेको छ हैन। यति राम्रोसँग यति मेहनतसँग के गाह्रो छ जिन्दगी, बिजोक छ त्यही पनि हैन। माटो उडेर फेरि बिजोक छ यहाँ, घामले पोलेर उही बिजोक छ, एकदम गाह्रो छ। ल हेर्नुस् है, यहाँनिर चाहिँ मसला बनाउने हैन। माथि चाहिँ अब त्यो यो ब्लक ताबु पनि भन्छ यहाँ। अनि चाहिँ यो पानीको ड्रमहरू भयो। अनि यो लाइन चाहिँ यस्तो यतातिर गएको छ हैन। अनि यताबाट चाहिँ तपाईको एक लाइन यतातिर गएको छ। अनि त्यसपछि यो लाइन चाहिँ यहाँबाट चाहिँ तपाईको यहाँबाट जोइन भएर चाहिँ सटलक कसरी गरेर चाहिँ यतातिर पारेतिर गएको छ। यो पारे चाहिँ हाम्रो अफिसहरु भयो। यो अब नयाँ अफिसहरु बन्दैछ यतातिर। पुरा स्काफोल्डिङको काम चलिरहेको छ। स्काफोल्डरहरुले काम एकदम गरिरहेका छन्। उता पारितिर झुन्डिरहेका छन्। यस्तै छ जिन्दगी हैन, बिजोक छ जिन्दगी। ल हेर्नु पार्टी हावा चलिरहेछ, सरर पारे झन्डा फरर झन्डा फर्किरहेछ हैन। झन्डाको कलरहरु चाहिँ फरक हुन्छ। अब जति गर्मी बढ्छ उतिको चाहिँ अब कलर चेन्ज गर्छ। अहिले चाहिँ अब गर्मी चाहिँ नर्मल भइसकेको छ हैन। जोस ठिकै छ। ल त साथीहरु, के रे फेरि अर्को भ्लगतिर मिलौँला हैन। अहिले चाहिँ हल्का बिजी.com के फेरि यस्तै छ जिन्दगी, परदेशी जिन्दगी हैन। बिजोक छ हो बिजोक।